तपाईँले रोस्ट खानाले पैसा दिएको छ कि छैन? भाइ अलि कम रोस्ट हान्नु, म तपाईँलाई रोस्ट हान्ने पैसा दिन्छु। अब चाहिँ सुरु गरौँ। अलिक गजब हान्नु, रोस्टमा अर्को चाहिन्छ नि, त्यो चाहिँ म दिन्छु। होइन, उहाँले त गर्नुहुन्छ फेरि है। त्यो फेरि खल्तीमा छ उहाँको। तपाईँहरूले युट्युबै सुन्नु भएको थियो, आज हेर्नु। पत्रकार, झोले पत्रकार, रेणु दाहालको पत्रकार। तपाईँ नेकपा पार्टीको पत्रकार संगठनको केन्द्रीय सचिव पनि हुनुहुन्छ है। तपाईँले लाग्दैन तपाईँ जस्तै झोले कर्मचारीले गर्दा ट्रेड युनियन खारिज भयो? दाइलाई एकदम थाहा छ पत्रकारको बारेमा। पत्रकार भनेको देशको चौथो अङ्ग छ भन्ने उहाँलाई एकदम राम्ररी थाहा छ। त्यसैले झोला बोक्दा पनि देशको चौथो पार्टीको झोला बोक्नुहुन्छ। दाइले प्राय कालो चस्मा लाउनुहुन्छ। करतुत नै यस्तै छ, कालो चस्मा लाउनु परिहाल्यो। फेरि मैले सिकेको फेरि उहाँको प्रधानमन्त्रीजीबाट है, फेरि बालनजीबाट सिकेँ। फेरि बालन शाहको सबै कुरा सिक्दै सबैभन्दा राम्रो हुन्थ्यो, त्यही चस्मा लाउनु मात्रै सिकिरहेको छ। होइन, बालन शाहको सबै कुरा सिक्यो भने फेरि के हुन्छ थाहा छ, म यहाँ माथि चढ्नै सक्दिनँ अहिले। दाइले चाहिँ पत्रकारिता पढेरै पत्रकारिता गर्नुभएको छ है। कहाँ, बिहारबाट पढ्नुभयो? कुन चाहिँ पत्रकारितामा नेताको पुच्छर भएर हिँड्ने सिकाउँछ हौ? मैले इन्टरभ्यू हेरेर दाइले चाहिँ भन्नुभएको छ, म जन्मिँदाखेरि सुकुम्बासी जस्तै, मतलब मसँग केही पनि धन सम्पत्ति थिएन, रुम लिने पनि हैसियत थिएन, तर जेन्जी आन्दोलनमा तपाईँको 1.25 करोडको घर जल्यो। कति चाँडो यति करोड? दाइले एउटा कुरा चाहिँ एकदम राम्रो कुरा भन्नुहुन्छ कि मेरो सक्सेसमा 50% त मेरो बुढीको हात छ र बाँकी 50% रेणु दाहालको हात छ। तपाईँले भन्नुहुन्छ फेरि एकचोटि हतियार उठाउनु पर्छ, विद्रोह गर्नुपर्छ होइन? प्रचण्डसँग उठ बस भएपछि दिमागमा यस्तै कुरा मात्र आउँछ। हतियारै उठाउनु पर्छ, जङ्गलै छिर्नु पर्छ। फेरि दाइले अर्को कुरा के भन्नुभएको छ भन्दाखेरि म जहाँबाट लड्दा पनि जित्छु। दाइ एउटा कुरा भनौँ, प्रचण्डको स्क्रिप्ट प्रचण्डलाई दिनु, तपाईँले सुहाएन। अब उहाँहरू जस्तो सांसद भएर आउनु भएको छ अनि अहिले चाहिँ राखौँ है। यो हुरी बतास, यो त अहिले आएको त यो हुरी बतास न हो। तपाईँहरूको 64 तपाईँ भन्नुहुन्छ बिना मिसनको पत्रकारिता गर्नु हुँदैन। रवि हराउने रेणु जिताउने कुन मिसन हो? त्यहाँ जे गरेको छ रेणुले गरेको छ, रविले के नि गरेको छ थाहा छ जनतालाई। यस्तो थियो, त्यसमा चाहिँ रविले एउटा चितवन मात्रै बनाउनु खोजेको छ, देशै बनाउनु खोजेको छ। एकजना रेणुले चितवन मात्रै बनाउनु खोजेको थियो होला। त्यसकारण अब त्यही त नि, देश फेरि बन्ने पुरै सहकारी ठगेर रहेछ फेरि देश बन्ने। हाम्रै मात्रै बढी जाला छ, तपाईँले दिनुहोस् होला। तपाईँ चाहिँ हराएको मान्छे खोज्ने विशेषता रहेछ होइन? नेकपाको कार्यकर्ता सालै पछि महिनै पछि हराइरहेछ, खोइ खोजेको त? हराएको होइन नि, त्यो पहिला गएको हो नि। पहिला गएको हो। उहाँ पनि त कहाँबाट आउनुभयो सोध्नु न एकताल। तपाईँ भन्नुहुन्छ कि यो देशमा सबैभन्दा ठुलो कम्युनिस्ट नै बालन शाह हो, त्यसो भए प्रचण्ड नेपाली कङ्ग्रेस हो? तपाईँले भन्नुहुन्छ मैले मौका पाएँ भने अर्को जुनीमा प्रचण्ड भएर जन्मिन्छु। यस्तो कुरा किन गर्नुहुन्छ? प्रचण्ड आफै प्रचण्ड भएर जन्मिन खोज्दैन होला यार। म त भन्छु उहाँ मर्नै चाहँदैन। तल भए पो 5,000 को जिम्मा लिन मिल्छ, माथि त 17,000 हो फेरि। तपाईँ भन्नुहुन्छ बालेन भन्दा रवि प्रधानमन्त्री भएको ठिक, माओवादी भएपछि फुटाउनै पर्छ। मैले फुटाउनु पर्दैन, उहाँहरू आफै फुट्नुहुन्छ बिस्तारै, हेर्नु न दादा। त्यो कल्पना गर्न सबैलाई छुट छ। मैले खोजेको यही हो। उहाँले अस्ति बोलेको कुराले फुट्ला जस्तो भइसक्यो। हामीले बोलेको कुराले फुट्ने भन्दा नि यसै गरी हिजोको दिनमा सचेत गराइदिए भए आजको यो दिन आउँदैन थियो।
बालेन र रवि चाहिँ 2.5 वर्षको लागि प्रधानमन्त्री बाँडफाँड गर्नुपर्छ। दाइ यो रवि बालेनको जोडी हो, माधव प्रचण्डको होइन। अझ दाइले के भन्नुहुन्छ भन्दाखेरि राजसपा पछि काङ्ग्रेसमै मिल्छ। देउवा काङ्ग्रेसमा मिल्छ कि मिल्दैन गगन स्योर हुन सकेको छैन। अब राजसभामा गएका सबै त काङ्ग्रेसका त छन् नि भने अब हेर्नुहोस् त अस्ति गगन थापाले त्यो राम्रो त्यति राम्रो भाषण किन गर्न सके थाहा छ? अगाडि हेऱ्यो सबै आफ्नो काङ्ग्रेसका कार्यकर्ता छन् है, उहाँलाई त्यो फिल आयो। पछाडि हेऱ्यो सोडिङ वागले पनि त्यही छन्, मनिष झा पनि त्यही छन्। ल कस्तो राम्रो कङ्ग्रेसकै उहाँलाई आफ्नो कार्यकर्तासँग बोले जस्तो लाग्यो उहाँलाई। उहाँको स्वभाव हेर्दा उहाँ पनि पुरानो काङ्ग्रेस जस्तो लाग्छ। त्यस्तो दिन आयो भने राजसभामा काङ्ग्रेस मिल्न सक्छ। तपाईँ चाहिँ भन्नुहुन्छ प्रचण्ड इतिहास मेकर हो, चितवन युरोप हो, हर्कको बुद्धि छैन, सुदन गुरुङ पानी बाट्ने मान्छे हो। छातीमा हात राखेर भन्नुहोस् त पत्रकार भएर भनेको कि माओवादीको कार्यकर्ता? दाइले एउटा सबसे राम्रो कुरा के गर्यो भन्दाखेरि घरमा लम्पसार परेर सुत्दा पनि रेणु दाहाल जित्छ। अहिले पनि सल्लाहकार हुनुहुन्छ कि निकाल्नु? कस्तो सल्लाह दिएको? बिचारा दिदी जुरमुराउनै सकेका छैन हौ। कसैमाथि केही मुद्दा पर्यो भने भाग्नु हुँदैन, सरकारले सघाउनु पर्छ है। तर तपाईँमाथि साइबरको मुद्दा लाग्दाखेरि चाइनाको बोर्डरमा गएर 25 दिन लुकेको हो। लुकेको होइन, त्यसलाई लुकेको भनिँदैन। कहाँ भूमिगत भयो तर हुन चाहिँ बालेन गरिबबाट आएको होइन, त्यसैले उनले चाहिँ गरिबको समस्या बुझ्न सक्दैन। तपाईँको नेता पनि त जङ्गलबाट आएको छ, अब मान्छेको समस्या बुझ्छ भने कसरी विश्वास गर्नु? थ्याङ्क यू भेरी मच, थ्याङ्क यू।